ओके ल आजको अब यो हामी जुन सी प्रोग्रामिङ र पाइथनको यो जुन ल्याङ्ग्वेजको क्लासेस सुरु गर्न जाँदैछु। आज सुरुमा चाहिँ म हाम्रो अब कम्प्युटरलाई सेटअप गर्न सिकाउँछु। ल अब हामीलाई नि यो प्रोग्रामिङ गर्नको लागि दुईवटा कुरा चाहिन्छ। एउटा त टेक्स्ट एडिटर चाहिन्छ जुनमा हामी कोड लेख्छौँ र अब कोड लेख्दा हामी कि त सीमा लेख्यौँ अरे कि त पाइथनमा लेख्यौँ अरे। अब त्यो भनेको हाम्रो हाई लेभल ल्याङ्ग्वेज भयो, त्यो हामीले बुझ्ने ल्याङ्ग्वेज भयो। अब त्यो हामीले लेखेको कोडलाई हामीले कम्प्युटरले बुझ्ने बनाउनुपर्छ। कम्प्युटरले बुझ्ने बनाउनको लागि हामी के गर्छौँ, एउटा कम्पाइलर कि त इन्टरप्रिटरको युज गर्छौँ है। अब त्यो कम्पाइलरले कसरी काम गर्छ, इन्टरप्रिटरले कसरी काम गर्छ, त्यो सबै कुरा म एकचोटि म छुट्टै अब पछि क्लास सुरु गर्दा म त्यति बेला पढाउँछु। त्यही पनि अहिले चाहिँ एउटा कम्पाइलरले चाहिँ के गर्छ, सिम्पली भन्दाखेरि मान्छेले बुझ्ने कोडलाई कम्प्युटरले बुझ्ने बनाउँछ। अहिले म यति नै भनिरहेको छु। र म अब पहिले चाहिँ अब यदि स्कुलतिर काहीँ सिकाउँदाखेरि टर्बो सी भन्ने सिकाउँछन् है। टर्बो सी प्लस प्लस भन्ने एउटा हुन्छ, म इमेजेस मगायो भने हो यस्तो ग्रिन स्क्रिन ब्लू कलरको यस्तो स्क्रिनमा सिकाउँछन्। अब यो चाहिँ के भन्दाखेरि नि पहिले अब यो हाम्रो डस अपरेटिङ सिस्टम हुँदा अथवा निकै पुरानो अपरेटिङ सिस्टममा युज हुन्थ्यो पहिलेको समयमा है। अब तपाईँ प्रोग्रामिङ गरेर कुनै कम्पनीमा काम गर्न जानुभयो भने यसमा त तपाईँ पक्कै गर्नुहुन्न, यसमा त गर्नै सकिँदैन। टेक्स्ट एडिटर पनि मोडर्न चाहिन्छ र कम्पाइलर पनि हामी अब टेक्स्ट एडिटर छुट्टै भएपछि आफैले युज गर्नुपर्ने, आफै इन्स्टल गर्नुपर्ने हुन्छ। यसमा चाहिँ के हुन्छ, अब कम्पाइलर पनि त्यही इन्टिग्रेटेड हुन्छ। यो चाहिँ आइडिई हो है। आइडिई हुँदा चाहिँ के हुन्छ, इन्टिग्रेटेड डेभलपमेन्ट इन्भाइरोमेन्ट भन्छ होला, सायद त्यस्तै केही भन्छ यसको फुल फर्म। सो यसमा चाहिँ के हुन्छ, कम्पाइलर पनि त्यही हुन्छ, कोड लेख्ने ठाउँ पनि त्यही हुन्छ। तर अब जस्तै मानौ हामीले भिएस कोडमा गर्छौँ, सबलाइम टेक्स्टमा गर्छौँ, एटममा गर्छौँ है, डेभ सी प्लस प्लस अरू थुप्रै छ। अब भिएस कोडमा गर्नु पर्यो अरे, एक्सटेन्सन यताउता युज गर्दा सजिलो हुन्छ नि। भिएस कोडमा गर्नु पर्यो भने के हुन्छ, अब यो हामीले कम्पाइलर आफै हाल्नुपर्ने हुन्छ। सो एउटा राम्रो कम्पाइलर भनेको मिन्जिडब्ल्यू छ सी र सी प्लस प्लसको लागि, अरू ल्याङ्ग्वेज पनि सपोर्ट गर्छ। सो म सुरुमा अब यसलाई डाउनलोड गर्न सिकाउँछु। सुरुमा त म मिन्जिडब्ल्यू डाउनलोड लेखेँ मैले यहाँ नेटमा गएर। त्यसपछि यहाँ मिन्जिडब्ल्यू डाउनलोड भने यो सोर्स फोर्सको सुरुमा आउँछ है। यसमा क्लिक गरेपछि यसको साइडमा गएँ, यो साइडमा गएर मैले डाउनलोडमा क्लिक गरेँ। डाउनलोडमा क्लिक गरेपछि मेरो फाइल यहाँ यसै डाउनलोड भएर आयो। अब यो फाइललाई म रन गर्छु। रन गरेपछि इन्स्टलमा क्लिक गरेँ। अघि एकचोटि पनि मैले आधी त रन गराएको थिएँ। अब इन्स्टलेसन डाइरेक्टरी भन्छ, कहाँ इन्स्टल गर्ने भन्ने सोध्छ। अब लोकल डिस्क सी भित्र मिन्जिडब्ल्यू भन्ने फोल्डर बनाउन अनि गर्ने भन्दैछ। यहाँ एउटा फोल्डर मेरोमा अगाडि नै छ, 841मा भनेको रहेछ, अलिकति टाइम बित्यो होला। त्यहाँदेखि ठिक छ, म यहीँ गर्ने भन्दै ओके गरेँ मैले। ठिक छ, म कन्टिन्यूमा गएँ। अब के छ, म यसमा रिइन्स्टल गरिदिन्छु। अगाडि नै इन्स्टल छ भन्दैछ मेरोमा, म रिइन्स्टल भनिदिन्छु। यति गरेपछि अब उसले के गर्छ, तपाईँहरूकोमा यो आउँदैन, आफै यसरी डाउनलोड हुन थाल्छ। उसले नेटबाट त्यो जुन हाम्रो कम्पाइलर चल्न चाहिने फाइलहरू उसले यहाँ डाउनलोड गर्छ। अब यो गरिसकेपछि के हुन्छ भन्दाखेरि कम्पाइलर चल्न चाहिने फाइलहरू त डाउनलोड हुन्छ। त्यसपछि कुन कुन ल्याङ्ग्वेजको सपोर्ट दिने भनेर सोध्छ, कुन कुन ल्याङ्ग्वेजको चाहिएको छ भनेर। त्यो भइसकोस् अनि म भन्छु। ल भइहाल्नु पर्ने, धेरै टाइम त लिँदैन यसले। अनि ल यो सक्छौँ। यो मिन्जिडब्ल्यू डाउनलोड गरिसकेपछि एउटा टेक्स्ट एडिटर पनि म सेटअप गर्न सिकाउँछु। हामी सायद भिएस कोडमा गराउँछु होला म, नत्र सबलाइम टेक्स्ट जुनै गरे पनि हुन्छ। गर्ने तरिका एउटै नै हुन्छ है। ल यो भइसकोस्। अनि कम्पाइलर चलाउन पनि सिकाउँछु, यो कम्पाइलर कसरी चलाउने भनेर। त्यति भएपछि त गर्न सक्यो भने हालिन्छ। अरू त अलि यसो छ है। ल भइसक्यो। अब म यहाँ गएर कन्टिन्यूमा क्लिक गर्छु। अब यो इरर आयो भने ओके गरिदिने, यसले त्यत्रो असर गर्दैन। अब यहाँबाट हामीले आएर सोध्छ के चाहिन्छ भनेर है। अब हामीले जुन कम्पाइलर युज गर्ने हो नि, त्यो हाम्रो के हो भन्दाखेरि जिसिसी भन्ने एउटा कम्पाइलर हुन्छ। जिसिसी भन्ने कम्पाइलर हो। यहाँ चाहिँ जिसिसी जी प्लस प्लस भनेको छ, जिसिसी एडिया भनेको छ, मिन्जी32 बेस भनेको छ। म यसलाई टिक गरिदिन्छु। यसलाई टिक गरेपछि के हुन्छ, मार्क फर इन्स्टलेसनमा गएँ, त्यो एउटा इन्स्टल हुने भयो। र जिसिसी जी प्लस प्लस भनेको छ, म यसलाई पनि गरिदिन्छु। र आडा फोर्टन, यो आडा भन्ने एडिए है, अदा अथवा जे भने पनि भयो त्यसलाई। अब यो के हो, यो चाहिँ एडिएको कम्पाइलर हो क्या। अब यो पुरानो ल्याङ्ग्वेज हो, चाहिँदैन। फोर्टन पनि पुरानो ल्याङ्ग्वेज हो, यो पनि हामीलाई चाहिँदैन। यो सी प्लस प्लसको कम्पाइलर हो। सी प्लस प्लस अलिअलि थाहा पनि छ होला हामीलाई है। सी प्लस प्लस भनेको चाहिँ सीको एक्सटेन्डेड भर्जन हो भन्दा हुन्छ है। सुरुमा डेनिस रिचीले सी बनाए, अनि बजार नेस्टोस्टपले सी प्लस प्लस बनाए। त्यसमा अब अब्जेक्ट ओरिएन्टेड कामहरू गर्न सकिन्छ, त्यो पनि पछि म गराउँछु। र यो अब्जेक्टिभ सी कम्पाइलर मैले यसलाई पनि टिक गरिदिएँ। र यहाँबाट यो डेभलपर टुलहरू हुन्छ। डेभलपर टुल हामीलाई त्यस्तो खासै चाहिन्छ जस्तो लाग्दैन। र माई सिस्टमको बेस भनेको छ है।
यो पनि चाहिएला, यो पनि चाहिँदैन होला, यति दुइटा हुँदा हुन्छ ल। म यतिमा गएर यहाँ गएर म अपडेट क्याटलग अथवा मार्कअप एप्लाई चेन्जेस गरिदिन्छु। यति गरेर मैले एप्लाई गरिदिएपछि के हुन्छ, अब यो जुन हामीले यो इन्स्टल गराएको छु यो कुराहरूलाई उसले के गरिदिन्छ, म मेरो फाइलमा गएर हेऱ्यो भने उसले यहाँनिर डाउनलोड गरिदिन्छ। म जान्छु दिस पिसीमा र मेरो लोकल डिक्सीमा गयो भने अब यहाँ minGW भन्ने एउटा फोल्डर आएको हुन्छ। अलिक नर्मल भ्यू जान्छु मलाई लिस्टमा ल minGW भन्ने छ। म यसलाई ओपन गरेँ भने यो बिन भन्ने हुन्छ। यो बिन भन्नेमा चाहिँ हाम्रो मेन फाइलहरू हुन्छ। अहिले त एउटा मात्र छ, अब यहाँनिर अरू फाइलहरू पनि आएर बस्छ। त्यो भइसकेपछि ल ओके, यो भइसक्यो। म के भन्दै थिएँ भन्दाखेरि यसले गर्दैछ। यो गरिसकेपछि अब यहाँनिर हाम्रो फाइलहरू आउनुपर्छ। म यहाँ गएर यसलाई रिफ्रेस गरेँ भने पनि आएको छैन। ठिक छ। ल अब अर्को एउटा कुरा के हुन्छ भन्दाखेरि नि, यहाँ हाम्रो कम्प्युटरमा एउटा इन्भाइरोमेन्ट भेरिएबल्स भन्ने कुरा हुन्छ। जस्तै म यहाँ गएर सिएमडी मैले चलाएँ भने, अलिअलि चलाउनु भएको छ भने थाहा पनि होला। जस्तै सिएमडीको पनि म बेसिक कुराहरू भन्छु। जस्तै अहिले म के छु, सी भन्ने ड्राइभभित्रको युजर भन्ने फोल्डरभित्रको उत्सव भन्ने फोल्डरमा छु। म कहाँ छु अरे, लोकल डिस्क सी भित्रको युजर भन्ने फोल्डरको उत्सव भन्ने फोल्डरभित्र छु अरे, म यहाँ छु अरे। ठिक छ। यहाँनिर यो कुरा छ नि, म त्यही कुरा यहाँबाट नि हेर्न सक्छु क्या। यहाँ गएर मैले डिआइआर गरेँ भने नि, डिआइआर गरेँ भने अब यहाँनिर ठ्याक्कै यहाँ के फोल्डरहरू छ त्यही फोल्डरहरू यहाँ पनि आउँछ है। जस्तै भिडियो सर्चेस यताउता छ, यहाँ पनि त्यही कुराहरू हुन्छ। ठिक छ। अब मानौँ म के गर्नु पऱ्यो, जस्तै यो कुन फोल्डर भनौँ भन्दाखेरि म यहाँको ल यो पिक्चर्स भन्ने फोल्डरभित्र गयो भने नि यहाँ के छ एक्चुअली म गरेर हेर्छु, यहाँ मेरो फोटोहरू यताउता रहेछ। ठिक छ। यति कुरा छ अरे। म सिडी गरेर पिक्चर्स गरेँ भने नि, अब यहाँ गएर डिआइआर गरेँ भने त्यही कुरा आउँछ। एप्पल बल भन्ने यतापट्टि छ, यता पनि एप्पल बल भन्ने छ, क्यामेरा रोल कम्प्युटर। यसरी यहाँबाट नि फाइलहरूलाई एक्सप्लोर गर्न सकिन्छ। ब्याक जानु पऱ्यो भने सिडी डट डट गर्छु, यसरी ब्याक आउन सकिन्छ। अब म पिक्चर्स भन्नेबाट ब्याक उत्सव भन्ने पुग्यो, अझै ब्याक गयो भने सी भित्रको युजर भन्नेमा पुग्यो। अब यहाँ गएर हेर्छु पब्लिक र उत्सव भन्ने दुईवटा फोल्डर छ अरे। हो, म अझै ब्याक गएँ, यहाँ गएर अझै युजरमा गयो भने पब्लिक र उत्सव भन्ने एउटा छ, डिफल्ट भन्ने पनि एउटा रहेछ। तर सायद यो हिडन छ, हिडन फाइल यहाँनिर देखाएको छैन, हिडन फोल्डर चाहिँ यहाँ देखाएको छैन। सो अब यहाँबाट कुनै पनि सफ्टवेयरलाई हामीले रन गर्न सक्यो क्या। जस्तै मैले यहाँ गएर नोटप्याड लेखेँ भने नि, नोटप्याड यसरी ओपन हुन्छ है। अब नोटप्याड ओपन गर्न सक्यो। नोटप्याडबाट कुनै फाइल क्रिएट गर्नु पर्यो भने नोटप्याड, जस्तै म के भन्छु e.c भन्ने अरे। अब के गर्छ उसले, यहाँबाट यस गऱ्यो भने अब के गर्छ, त्यो लोकेसनमा अब एउटा फाइल बनाइदिन्छ। तर यो जुन सी ड्राइभमा छ, सी ड्राइभमा चाहिँ हाम्रो फाइल बनाउने पर्मिसन हुँदैन। एडमिनिस्ट्रेसन रन एज एडमिनिस्ट्रेटर भन्ने एउटा अप्सन हुन्छ, त्यो गर्नुपर्छ। त्यही भएर यसमा चाहिँ नभएको होला। तर म के गर्छु, जस्तै म एक्स भन्ने ड्राइभ छ नि त मेरोमा, एउटा सी छ एउटा एक्स छ। एक्समा जानु पऱ्यो भने म हेर्छु x गऱ्यो भने म एक्समा जान्छु है। अब डिआइआर गऱ्यो भने त्यहाँ यो फोल्डर चाहिँ हेर्न सकेँ। म यहाँबाट हाम्रो प्रोजेक्टको लागि म के गर्छु, एउटा फोल्डर बनाउँछु। सिडी गरेँ, म गिगबाइन्ड भन्नेमा गएँ अरे, डिआइआर गरेँ, यो भित्र यति फोल्डर छ। ल अब नयाँ फोल्डर बनाउन एमके, म यो क्लियर स्क्रिनलाई क्लियर गर्न सिएलएस भन्ने छ, सुरुमा यो गरेँ सिएलएसले स्क्रिनलाई क्लियर गऱ्यो है। अब एमकेडिआइआर भन्ने छ, यसले के गर्छ, मेक डाइरेक्टरी क्या, यसले फोल्डर बनाउन सकिन्छ। एमकेडिआइआर गरेर म के भन्छु, सी अनलाइन भने अरे। ठिक छ। अब डिआइआर गऱ्यो भने यो फोल्डर बनाइ हुन्छ। ठिक छ। यहाँ गएर हेऱ्यो भने कहाँ छ सी अनलाइन भने, सी अनलाइन यहाँ छ, यो फोल्डर बनाएको छ। यदि म एक्समा गएर गिगबाइन्ड भन्नेमा म गयो भने यहाँ गएर कता छ, सी अनलाइन भन्ने यहाँ छ, अहिले खाली छ। ठिक छ। म सिडी सी अनलाइन भन्नेमा गएँ। ठिक छ। सिएलएस गरेँ। अब यहाँ अहिले के छ, डिआइआर गऱ्यो भने खाली छ। अब एमकेडिआइआर गर्छ, सरी म एउटा नोटप्याडको फाइल बनाउनु पऱ्यो भने नि, नोटप्याड a.c भन्ने मैले फाइल बनाएँ अरे। यो अब डट सी भनेको के हो यो पनि नबुझेर। ठिक छ। डट सी भनेपछि जस्तो हाम्रो फोटोमा हुन्छ नि, यो जेपिजी फोटो हुन्छ, पिएनजी फोटो हुन्छ, गीतमा MP3 हुन्छ, फिल्महरूमा भिडियोहरूमा MP4 हुन्छ, त्यसलाई एक्सटेन्सन भन्छ। अब यो डट सी चाहिँ सी प्रोग्राम लेख्दा चाहिँ हामीले जहिले पनि पछाडि डट सी लेख्नुपर्छ। कम्प्युटरले चाहिँ एउटा सी प्रोग्राम हो भनेर थाहा पाउनको लागि पछाडि हामी डट सी हाल्छौँ है। र C++ हो भने डट सिपिपी हाल्छौँ, पाइथन हो भने डट पाई हाल्छौँ। अब a.c भनेर मैले राखेँ। अब यहाँनिर म प्रोग्राम लेख्न सक्छु, इन्क्लुड stdio.h भनेर भने। ठिक छ। तल गएर अहिले भोइड मेन गरेँ अरे। अब म के गर्छु, एउटा सिम्पल के प्रिन्ट गरिदिएको छु र आज म सिकाउने पनि होइन, त्यही पनि यसै हेलो वर्ल्ड लेखेर मैले प्रिन्ट गरेँ अरे।
मैले यो प्रोग्रामलाई सेभ गरेँ, यति नै मात्र गरेँ अहिले मैले गेट सेज केही गरेँ यति छोडेँ। अब मेरो एउटा प्रोग्राम बनौँ है। अब मेरो त्यो कम्पाइलर भइसकेन म हेर्छु सुरुमा त अब यति भइसक्यो भनेको छ ल यो इन्स्टल भयो भन्दैछ अहिले। म एकचोटि यसलाई काटेँ त अब म अब एकचोटि गएर लोकल डिक्सीमा गएर मेरो मिन.gw गएर हेर्छु। मिन.gw कहाँ छ मेरो, यहाँ गएँ। अब बिनमा गयो भने म ल बिनमा यति कुरा आएको छ, ठिक छ। यो जिसिसी भन्ने फाइल चाहिँ आउनु पऱ्यो कि हाम्रो मेन कम्पाइलर यो। अब अहिले एउटा कुरा के हुन्छ भने नि मैले यहाँ गएर जिसिसी रन गरेँ भने जिसिसी भन्ने कमान्ड नै छैन भन्दैछ मेरो सिएमडीले। नोटप्याड भन्दाखेरि भनेन, किनभने नोटप्याड कहाँ छ सफ्टवेयरलाई थाहा थियो है, उसले त्यहाँ गएर त्यो नोटप्याड भन्ने सफ्टवेयर खोलिदियो। तर अहिले के छ हाम्रो कम्प्युटरलाई यो जिसिसी भन्ने सफ्टवेयर कहाँ छ थाहा छैन। तर मानौँ म यो जुन एड्रेस छ यसमा पुगेँ भने चाहिँ जिसिसी रन हुन्छ। जस्तै यो कहाँ छ भनेर हेऱ्यो भने हाम्रो सुरुमा त सी भन्ने ड्राइभमा छ है। सीको भित्र म अझै ब्याक गएँ भने डिआर गरेँ भने यहाँनिर मिन.gw भन्ने फोल्डर छ है। म यहाँ गएर सिडी मिन.gw गरेँ, ल मिन.gw भित्र गएँ, डिआइआर गरेँ भने यहाँभित्र यति फोल्डर छ, त्यो बिन भन्ने छ। म बिन भन्ने भित्र गएँ, अब डिआइआर गरेँ, यहाँ पनि केही छैन, सरी बिन भन्ने भित्र त छ, थुप्रै छ। अब यहाँ गएर नि अब यो एरियामा पुगेर मैले जिसिसीलाई रन गरेँ भने जिसिसी लेखेँ भने अब चाहिँ अर्को एरर आयो। अघि अर्कै आएको थियो नि त, अघि त त्यो कमान्ड नै छैन भन्दै थियो, यसमा तैँले फाइल इनपुट हालिनस् भन्दैछ, ठिक छ। अब हामीले के गर्नु पर्यो, आज म के गर्न खोज्दैछु, यो जिसिसी चाहिँ हामीले जुनै ठाउँमा फाइल भएको पनि युज गर्न सक्यो, यही ठाउँमा मात्र आउनु नपरोस्, हामी यो खोज्दैछौँ। अब त्यो गर्न म के गर्छु भन्दाखेरि नि यो जुन यो लोकेसन छ, यो लोकेसन चाहिँ कम्प्युटरको जहीँबाट पनि हामीले एक्सेस गर्न मिलोस् है। त्यो बनाउन के गर्नुपर्छ, सर्चमा गएर एउटा इएनभी भनेर सर्च गर्ने, इन्भाइरोमेन्ट भेरिएबल्स भनेर आउँछ है, सिस्टम इन्भाइरोमेन्ट भेरिएबल्स, यसमा जाने। अब यसमा गएर यहाँ इन्भाइरोमेन्ट भेरिएबल्समा जाने। अब माथि यहाँ दुईवटा हुन्छ, एउटा आफ्नो पर्सनल युजरको लागि हुन्छ, एउटा सिस्टम भेरिएबल हुन्छ। अब सिस्टम भेरिएबलमा गऱ्यो भने चाहिँ जुनै युजरबाट पनि गर्न मिल्छ है। अनि अब यो हाम्रो युजर भेरिएबलमा गऱ्यो भने चाहिँ एउटा युजरलाई मात्र हुन्छ। यहाँ गएर के गर्ने, यहाँ तल पाथ भन्ने एउटा प्रोपर्टी हुन्छ, पाथमा जाने, यहाँ गएर यसमा एडिट गर्ने। अब अगाडि कुन कुन छ भनेर आफै आइहाल्छ है। मैले यो हाल्नुपर्ने छ नि त, यो ठाउँको पनि त्यहाँ एक्सेस दिनुपर्ने छ। यहाँ माथि गएर क्लिक गर्ने, यदि सेलेक्ट भयो यसलाई कपी गरेँ मैले है, कपी गरेँ, यहाँ आएँ, यहाँ मैले न्यू गरेँ, यहाँ पेस्ट गरिदिएँ त्यसलाई, यसलाई ओके गरेँ, यसलाई ओके गरेँ, यसलाई ओके गरेँ। अब यो बन्द भयो। अब के हुन्छ, मैले यो सिएमडीलाई काटेँ र फेरि मैले सिएमडीलाई खोलेँ भने नि अब हेरौँ त, अब म अर्कै लोकेसनमा छु अहिले, यो ठाउँमा छैन नि। अब चाहिँ के हुन्छ, अब मैले रन गरेँ भने जिसिसी अब चाहिँ यसले छ भनेर भन्छ, ठिक छ। जिसिसी उसले पत्ता पायो, हाम्रो कम्पाइलर यति भएपछि इन्स्टल भइसक्यो। अब म के गर्छु, त्यो अघिको फाइललाई म कम्पाइल गरेर देखाउँछु। ल म एक्समा गएँ, गिगबाइन्डमा गएँ, सी अनलाइन भन्ने मेरो फोल्डरमा गएँ, ठिक छ। मैले क्लियर स्क्रिन गरेँ सिएलएसले, डिआइआर गरेर के छ हेरेँ मैले, a.c भन्ने फाइल छ। अब कम्पाइल गर्ने एउटा बेसिक तरिका सिकाउँछु म, बस थोरै मात्र सिकाउँछु। जिसिसी लेख्ने, स्पेस थिच्ने, अनि आफ्नो फाइलको नाम लेख्ने, a.c छ नि, a.c गऱ्यो भने यसरी केही आएन नि, केही आएन भने हाम्रो प्रोग्राम रन भयो। अब डिआइआर गरियो भने नि a.exe भन्ने अर्को एउटा फाइल बनाइदिएको छ है। अब यो फाइललाई हामीले हेऱ्यौँ भने नि a.exe लाई मैले यसरी a.exe लेखेर रन गरेँ भने त्यसको आउटपुट आउँछ, ठिक छ। अब त्यो हामीले कलेजमा गरेको त्यो पुरानो आइडीमा यताउता त्यो चाहिँ हामीले कम्पनीमा काम गर्दा गर्दैनौँ है। रियल वर्ल्डमा हामी रियल वर्ल्डमा चाहिँ यसरी रन गर्छौँ। यसलाई कोड लेख्यौँ, कम्पाइलरले कम्पाइल गर्यो, अनि यसरी त्यो एक्जिक्युटेबल फाइललाई एक्जिक्युट गर्यो, ठिक छ। यति भएपछि हाम्रो कम्पाइलर इन्स्टल भयो। यति त बेस, यति चाहिँ यो इन्स्टल गर्न मात्र भयो, यति चाहिँ गर्नु पर्यो आज। ल अब अलिक मैले सायद छिटो पनि भने होला, बुझेन है। बुझेन भने मलाई भन्नु, म भिडियो कलमा आएर सिकाइ पनि दिन्छु यो कुराहरू। अब बुझ्यो भने त ठिकै छँदैछ। ल यो भएपछि अब अर्को एउटा हुन्छ हाम्रो टेक्स्ट एडिटर भन्ने, जस्तै मेरोमा यहाँ VS कोड भन्ने छ है। मैले यसमा ओपन गरेँ भने नि यसमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो कोड लेख्न सजिलो हुन्छ। मैले अब यत्रो कोड लेखेको छ, मेरो अर्को कुनै प्रोजेक्टको गर्दै थिएँ यहाँनिर। अब यहाँनिर के छ, यत्रो कोड लेख्न यहाँ सजिलो पार्दै हुन्छ भनौँ न। अब यस्तै हाइलाइट गरे हुन्छ है, कहीँ के बिग्रेको छ यताउता भने यहाँ सबै थोक हेर्न मिल्छ। अब म के गर्छु भन्दाखेरि नि अब यो VS कोड म इन्स्टल गर्न सिकाइदिन्छु आज त्यति नै गर्छु है म। अनि ल VS कोड इन्स्टल गर्ने के गर्ने, सर्च गर्ने ठाउँमा जाने, यहाँ गएर ल म VS कोड लेखेँ अरे, VS कोड डाउनलोडै लेखेँ भने म VS कोड डाउनलोड लेखेँ, यहाँ आउँछ डाउनलोड भिजुअल स्टुडियो कोड भनेर, यसमा जाने। यसमा गएर अब हामी विन्डोज छ भने विन्डोज, म्याक छ भने म्याक, अथवा लिनक्स छ भने लिनक्सको चाहिँ म के गर्छु भन्दाखेरि अब यहाँबाट यो अब यो यसलाई गरेर आफैले उत्यो गर्नुभन्दा
अब कमान्ड हुन्छ, ठिक छ, कमान्ड हुन्छ, कमान्ड हान्दा भइहाल्छ लिनक्समा इन्स्टल गर्न। तर लिनक्स छैन पनि होला जहाँसम्म मलाई लाग्छ, विन्डोजमा यहाँ क्लिक गर्ने। अब यसको के हुन्छ, अब यसको यहाँ डाउनलोड यसरी हुँदै जान्छ। यो डाउनलोड भएपछि के गर्ने, मेरोमा त छ परेन, मैले यसलाई एकछिन लागि क्यान्सल गरेर रोक्थेँ। यसलाई रन गर्ने, रन गरेपछि अब अप्सनहरू सोध्छ कहाँ इन्स्टल गर्ने, त्यहाँ छान्ने, नेक्स्ट 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 गर्दै जाने। अब त्यो एड टु पाथ यताउता भनेर हुन्छ, त्यसमा टिक लगाइदिने, सक्दिने, ठिक छ। त्यति भएपछि यो VS कोड इन्स्टल भइहाल्छ। VS कोड कसरी चलाउने, कोड कसरी लेख्ने, त्यो म भोलि अब आफै सिकाइहाल्छु। ल आज चाहिँ यति नै, आज चाहिँ यो हाम्रो एउटा सानो त्यो प्रोग्राम हेलो वर्ल्डको मैले देखाइ पनि गएँ। अर्को कुरा भनेको हाम्रो MinGW हामीले हालिगयो। यति भएपछि अरू त हुँदै जान्छ, अरू त हामी गर्दै जान्छौँ। ल आज चाहिँ यति नै, आज यति गर्नु, त्यसपछि म भोलिबाट अरू कुराहरू गराउँदै लान्छु।